आजको भिडियोमा हामी थाहा पाउनेछौँ समाजको विकास कसरी भयो भनेर। म आर्यन ढुङ्गाना अर्थात् टिकापुर ब्लगर युट्युब च्यानलबाट। के तपाईहरुलाई थाहा छ समाजको विकास कसरी भयो? थाहा छैन भने यो भिडियो मार्फत थाहा पाउनुहोस्। वर्तमान मानवका पुर्खा नर जस्तै देखिने पुच्छ नभएका प्राणी थिए। यस्तो मानवलाई होमिनिड भनिन्छ। सन् 1924 मा अफ्रिकाको टन गुफामा पाइएको अवशेषको आधारमा मानव विभिन्न चरण पार गरी आजको अवस्थामा आएको मानिन्छ। समाजको उत्पत्ति सम्बन्धी विभिन्न सिद्धान्त छन्, दैवी उत्पत्ति सिद्धान्त आदि। यसरी विभिन्न सिद्धान्तले समाजको उत्पत्ति सम्बन्धी आफ्ना धारणा राखेका पाइन्छ। दैवी उत्पत्तिको सिद्धान्तले समाजको उत्पत्ति ईश्वरको कारणले भएको धारणा राख्छ। जसरी वस्तु तथा विभिन्न तत्त्वको उत्पत्ति भयो, समाजको उत्पत्ति पनि त्यसै गरी भएको मानिन्छ। 7औं शताब्दी समाजको उत्पत्ति दैवी सिद्धान्तका आधारमा आएको मानिन्छ। समाज उत्पत्तिको व्याख्या शक्ति सिद्धान्तले पनि गरेको पाइन्छ। शक्ति सिद्धान्त अनुसार शक्तिशीलले कमजोरलाई नियन्त्रण लिने क्रममा समाजको उत्पत्ति भएको मानिन्छ। प्राचीन कालमा शक्तिशाली व्यक्ति वा समूहले आफ्नो सत्ता वा वस्तु निर्माण गर्न क्रममा कमजोरलाई नियन्त्रणमा लिनाले समाजको उत्पत्ति भयो। त्यो अवस्थामा शारीरिक रूपमा बलियो कमजोर नियन्त्रण लिने वा दास बनाउने परिपाटीका कारण समाजको उत्पत्ति भएको मानिन्छ। समाजको उत्पत्ति प्रीतिशात्मक सिद्धान्तका आधारमा भएको भन्नाले व्याख्या गरिएको पाइन्छ। उक्त सिद्धान्त अनुसार परिवारको जेठो पुरुष सदस्यले शक्ति र स्रोत साधन आफ्नो अधीनमा राख्ने क्रममा समाजको विकास भयो। मात्र सकारात्मक धारणाले पनि समाजको उत्पत्ति र विकास भएको धारणा राख्छ। समाजको उत्पत्तिको व्याख्या गर्ने महत्त्वपूर्ण सिद्धान्त सामाजिक सम्झौताको सिद्धान्तलाई मानिन्छ। उक्त सिद्धान्तले मानिसहरू आफ्ना आवश्यक पूरा गर्न क्रममा समूहमा बस्न थाले र त्यहीबाट समाजको विकास भएको व्याख्या गर्छ। मानव सभ्यताको सुरुको समय मानिसहरू एक्लै बस्ने गर्थे र एक्लै घुम्ने गर्थे। पछि शत्रुबाट बस्न, जनावरको आक्रमणबाट बस्न मानिसहरू समूहमा बस्न थाले। यसको परिवारको धारणा विकास गर्यो। सन्तान वृद्धि हुँदै गए मान्छेले आगोको प्रयोग गर्न थाले, जनावरलाई घरमा पालेर उपयोग गर्न थाले। जनसङ्ख्या वृद्धि हुँदै जाँदा यो स्थानीय समाज विकासको प्रारम्भिक चरण थियो।